यो टुप्पी बाजेलाई जिताउँछु म टुप्पी बाजेलाई जिताएर छाड्छु कसो भने म टुप्पी बाजेलाई जिताउँछु गाई टुप्पी बाजेलाई म वेलकम टु माई ब्लग। आज पनि फेरि तपाईँको सामु मेरो भिडियो लिएर आइसकेको छु र म चाहिँ आज कलेज आइरहेको छु। कलेज आएको ओ छक्का आएको आम्बो हामी चाहिँ लुडो खेलिरहेको छक्का आइरहेको छ मेरो यसले हान्दिएको रहेछ होइन खै ए कुन साह्रो एकछिन तिमी मर्यौ ल ओ मर्यो यस यस साथी यस 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 फेरि छक्का यस अब त्यो पनि मर्यो यो पनि मर्यो हेरे यो पनि मर्यो सिगानी नि मर्यो यस 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 जिरोहरु लाउँदा ओ न सो म चाहिँ आज कलेज आएको हैन कलेजमा चाहिँ ए कन्सर्ट हुने कि प्रोग्राम हुने रे ओइ ओइ कलेजमा चाहिँ के हुने रे वार्षिक उत्सव के कलेज ए वार्षिक उत्सव भनेको के भयो यो भनेको हो के वार्षिक उत्सव भनेको खाजा दिन्छ भए बस्ने खाजा दिन्छ भए बस्ने म त हो आम्बो खाजामा मर्ने यो चाहिँ है फेरि अनि हामी चाहिँ बिहानै भोक लागिरहेछ कि मलाई कतिखेर हुन्छ सोधौँ न यस 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 तैँले तेरेको टिका चिस यस अनि यिनीहरूले मलाई के ठानेको यार हेर्न अब स्टारको साथीको ल आम्बो सो म चाहिँ अहिले लुडो खेलिरहेको थिएँ केटाहरूसँग अनि यहाँ कलेजमा चाहिँ खाली छ है कलेज चाहिँ खाली छ सबै होइन अनि हामी चाहिँ यसले मलाई घरिघरि बोलाएर आएको म आज सुत्दै थिएँ यसले सुतिरहेको थियो मलाई बोलाएको थियो तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा फेरि ए होइन होइन त्यस्तो होइन के भन्नु अब तपाईँहरूलाई धन्यवाद मलाई यस्तो पूर्ण मौका दिनुभएकोमा बोल्ने माइकिङ गर्ने पूर्ण मौका दिनुभएको छैन त अब कहाँबाट माइक गर्नु अब म चाहिँ के भन्न गइरहेको छु बोरा फाडा अब यो कलेजमा धेरै भ्लगरहरू भइसक्यो मौसम मोटो भ्लग्समा पनि सब्सक्राइब गर्नु अनलाइन नगर्नु मौसम मोटो भ्लग्समा चाहिँ धेरै माथि गयोस् अनि त्यो 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 होइन माथि नगयोस् यस्तै हो मजाकमा बनाएको अब होइन यो मलाई सो मैले चाहिँ छम्मालाई पठाइसकेको छु भिडियो बनाउनको लागि होइन हबेबी कम्ती दुबाईमा अनि के भन्छ अरे म बनाउनु लाउँछु केटीहरू बोलाउँछु छम्मालाई मैले पठाइसकेको थिएँ छम्मा एलिसा आउ न हिँड बनाउँछु यहाँ फेरि उतापट्टि यताउति हामी कहाँ जान लगाएको भन्दाखेरि हाम्रो आजको डेकोरेसन अरे हाम्रो कलेजको डेकोरेसन के आइज नि यहाँ ओइ आज यहाँ खाजा दिन्छ अरे यो चाहिँ खाजा खाएर मात्रै जाने अरे फेरि होइन ओइ यो चाहिँ खाजा खाएर मात्रै जाने अरे साथी 11 बज्छ जस्तै छ हेर्दाखेरि त 11-12 बज्छ खाजा दिँदा जस्तै छ ओइ हामी नबनाउँदै त्यो कसलाई फोन गरेको सो ऊ चाहिँ चिकसँग बोलिरहेछ म चाहिँ डिस्टर्ब गरिरहेको छु चिक्समा हेलो हेलो बेबी हेलो बेबी ए बोका भनेछ त्यो यस्तो मान्छेहरू यस्तो कहिले ढङ्ग लाग्छ केटीसँग बोल्ने उमेरमा यो केटासँग बोल्ने चाहिँ कहिले ढङ्ग लाग्छ होइन केटीसँग बोल्ने उमेर केटासँग बोल्ने कहिले ढङ्ग लाग्छ तोक्ने हबिबी अनि म तपाईँहरूलाई आज मेरो कलेजको टुर गराइदिन्छु तपाईँहरूलाई गाइड अनि माथि ओहो कस्तो रामी नानीहरू बसिरहेको केटीहरू बसिरहेको छ कि झिस्काइदियो भने कति राम्रो आज त के हो यार यस्तै छ कलेज जताततै यस्तै उस्तै यार हेर न अब हल्ला छ हबिबी कम टु दुबाई हबिबी कम टु महेन्द्र कलेज ओहो के हो यार म यहाँ गएर म भाषण गरिदिन्छु यहाँ म भाषण गरिदिन्छु है यहाँ म यहाँ हाम्रो डेकोरेसन यस्तो बनाइरहेको रहेछ म आएर हेलो 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 तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा फेरि ए होइन होइन त्यस्तो होइन के भन्नु अब तपाईँहरूलाई धन्यवाद मलाई यस्तो पूर्ण मौका दिनुभएकोमा बोल्ने माइकिङ गर्ने पूर्ण मौका दिनुभएकोमा छैन त अब कहाँबाट माइक गर्नु अब म चाहिँ के भन्न गइरहेको छु भने यो कलेजमा धेरै भ्लगरहरू भइसक्यो मौसम मोटो भ्लग्समा पनि सब्सक्राइब गर्नु अनलाइन नगर्नु मौसम मोटो भ्लग्समा चाहिँ धेरै माथि गयोस् होइन त्यो होइन माथि नगयोस् यस्तै हो मजाकमा बनाएको अब होइन यो चाहिँ आज मासुभात प्रोग्राम छ अरे मासुभात प्रोग्राम
अनि के भन्छ अरे यहाँ मेरो आइडेन्टी कार्ड झिक्नुपर्ने थियो क्या त्यो हुन्छ नि त्यो आइडेन्टी कार्ड त्यो यो धरानमा हुने 21 तारिकमा ठ्याक्कै के कुन बिहान आएर छ अरे 21 तारिकमा द एजमेनमा स्टुडेन्ट यो कलेजको महेन्द्र कलेजको त्यो आइडेन्टी कार्ड देखाएपछि हाफ पेमेन्ट मात्र दिएपछि टिकट दिने र क्या हाफ माइनस गरिदिने त्यही भएर हामी चाहिँ यहाँ आइडेन्टी कार्ड 50 होइन 55% हो 55% डिस्काउन्ट दिने र त्यही भएर हामी चाहिँ यहाँ आइडेन्टी कार्ड लिन आएको म चाहिँ आज अनि म्यामहरू नै हबिबी कम टु दुबई हुन्छ नि त्यो को हो तिमी म त चुरोट खाएको छु यार धन्जिकिन्छ यार के त तिमीलाई कसम गाइस देखेन होइन हेर गाइस म चाहिँ चुरोट खाएर ढुवा निस्किरहेको छ मेरो तिमीलाई थाहा छ यो हुसु किन लागेको थाहा छ तिमीलाई ओइ सुनिस ओइ केटा तिमीले यो हुसु हालेको किन थाहा छ यो हुसु ए साथी मेरो डाइलग किन भनिदिएको तिमीले स्याट मैले अघि राति टक्क कसो 1 करोड बट्टा चुरोट खाइहालेको थिएँ कि कसम हुसु लागेको त्यही भएर हो क्या जिरो हुन्छ 1 करोड खोइ अब त्यो कतिवटा सुन्नु हुन्छ अहिले सुन्छ होइन कि त्यो त गोटा बुझ्यो त्यो चुरोट होला बुझिस् भाइ सो म चाहिँ निस्किसकेँ अब म हम्बिबी भनेर म केटी जिस्काउँछु हम्बिबी बनेर अब म कहाँ जान हम्बिबी कम टु दुबई अनि सो अनि म चाहिँ केटी जिस्काउनु हिँडिरहेको अहिले केटी नै रहेन चाहिँ फेरि सो अनि हाम्रो क्लास जाउँ क्या अब हाम्रो क्लासमा केटी मलाई जाँच हुन्छ हेलो राम्री मान्छेहरू के छ ठिक छ तपाईँहरूको नाम के हो मेरो क्रिस्टिना राई हो के फर्स्ट इयर कि सेकेन्ड इयर हो तपाईँहरू फर्स्ट इयर कुन बिबिएस हजुर कहाँबाट आउनुभएको धरानबाटै होइन कुन स्कुलबाट आउनुभएको म त उता तल रङ्गेलीबाट अनि तपाईँ पब्लिकबाट आएको ओइ पब्लिकको चिन्दैन यहाँ चिन्जान गर्नु पर्दैन देखिदिनुहोस् यत्रो अब देखेन यस्तो मान्छे पनि ढङ्ग लाग्छ होइन यस्तो मान्छे पनि ढङ्ग लाग्छ आफ्नै कलेजको केटा केटीहरू चिन्दैनस् आएर खुट्टा ढोक ओइ चिन्दैनस् सो बाई बाई सी यु टुमारो अनि हामी चाहिँ यहाँ फेरि अब अनि सो हाम्रो यहाँ चलिरहेछ भलिबल फुटबल ओ चिक्री यस चिक्रीले हानिसकेको छ हाम्रो बल के हो आज त म नि हान्छु चल यहाँ मलाई भिडियो गर्दै यसरी म हान्छु छोडा म हान्छु त्यो क्यामेरा नचिज सक्यो हाम्रो तपाईँको टर्न हो टर्न बाई टर्न अरे होइन म चाहिँ पर्खिनै रहेको छु एक सर्ट हालेर जान्छु म ए म र न एकजना सो यो पछि चाहिँ मेरो पालो हो यो पछि मेरो पालो छ अब म मेरो पालोमा चाहिँ मै चिर्छु म यो टुप्पी बाजेलाई जिताउँछु म टुप्पी बाजेलाई जिताएर छाड्छु कसो भने म टुप्पी बाजेलाई जिताउँछु गाई ल तिम्रो टर्न आउँदैन क्या म त अब सम भनेको यस्तो टर्नै आउँदैन यार मिलिरहेछ म हान्छु ल टुप्पी बाजेर म मैले जितेँ हावा सरी दिदी ल अब आउट भएको ल हामी चाहिँ जान्छौँ अब हामी क्लास जान्छौँ मेरो ब्यागमा अब हामी क्लास जानेछौँ हावा हानेर लौरू
टुपी बाजेलाई म आउट गरिदिउँ भनेको त स्याट म त